तपाईँ न कोही भन्दा कम हुनुहुन्छ न कोही भन्दा बढी हुनुहुन्छ। कुनै कुरामा तपाईँ कम हुनुहुन्छ र कुनै कुरामा तपाईँ बढी हुनुहुन्छ। जब तपाईँको ध्यान जान्छ अरूको ट्यालेन्टमा त तपाईँ स्याड हुनुहुन्छ र जब तपाईँको ध्यान जान्छ आफ्नो ट्यालेन्टमा त तपाईँ एक्साइटेड हुनुहुन्छ। यो दुईटै कुरालाई छोडिदिनुहोस्। यु आर युनिक। डोन्ट कम्पेयर योरसेल्फ विथ एनीवन। कम्पेरिजन एउटा यस्तो माइनस पोइन्ट हो जसले तपाईँलाई मोटिभेसन दिन सक्छ तर सक्सेस दिन सक्दैन। जबसम्म तपाईँ अरूलाई हेरेर अगाडि बढ्नुहुन्छ त्यो बेलामा तपाईँको ग्रोथ रोकिन्छ। अरूको जर्नीमा आफ्नो बाटो बिर्सिनुहुन्छ किनकि हरेक मान्छेको जर्नी फरक हुन्छ। जब तपाईँले आफ्नो कम्पेरिजन आफैसँग गर्न थाल्नुहुन्छ त्यो दिनबाट तपाईँको रियल ग्रोथ सुरु हुन्छ। आजको तपाईँ पास्टको तपाईँको भर्जनभन्दा बेटर छ भने द्याट्स द रियल सक्सेस। सोच बदलिनुहोस्, नजर बदलिनुहोस्, जिन्दगी बदलिन्छ। यु आर योर ओन कम्पिटिसन।